सम्पूर्णमा नमस्कार, शुभ बिहानी। यहाँहरूको दिन शुभ बितोस्। म चाहिँ आज रायेश्वरी मनोहरा नगरपालिका वार्ड नम्बर 5 थलीमा छु। थलीको मिलन चोकबाट 30 मिटर भित्र रहेको यो अर्ग्यानिक खाद्यान्न यहाँ हामीले विभिन्न किसिमका अन्नबालीहरू र भान्सामा उपयोग गर्ने चाहिँ खाद्यान्न चिजहरू यहाँ पाउँछौँ, अर्ग्यानिक चिज। त्यसको लागि म प्रोपाइटर मेरो आदरणीय व्यक्तित्व हुनुहुन्छ, उहाँलाई म आफ्नो परिचयसहित यहाँ पाइने सामान बताइदिन म यहाँलाई अनुरोध गर्दछु। हस्, नमस्कार, स्वागत छ। हस्त सम्पूर्ण सबैमा नमस्कार। सरले चाहिँ यो भिडियो बनाउने चाहिँ जमर्को गर्नुभएकोमा उहाँलाई पनि धेरै धेरै धन्यवाद। हजुर, हामीसँग चाहिँ अब विशेष गरी कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा उत्पादन भएका विविध किसिमका चाहिँ लोकल अर्ग्यानिक जोडागुडी दाल, अब विभिन्न मासिक चामलहरू, परिकार लगायत अन्य किसिमका चाहिँ हरेक प्रकारको खाद्यान्नहरू पाइन्छ। त्यस्तै गरी चाहिँ हामीसँग अन्य जिल्लाहरू जस्तै दोलखा, रामेछाप, यता चाहिँ तपाईँको ओखलढुङ्गा आदि, सोलु आदि जिल्लाहरूमा उत्पादन भएका मकै, कोदो आदिका चाहिँ पिठोका परिकारहरू, फापरका पिठोहरू, च्याख्लाका परिकारहरू लगायत चाहिँ विभिन्न किसिमका सातुका चाहिँ आइटमहरू, मेलम्चीको चाहिँ हाम्रो उर्वर भूमिमा चाहिँ फलेको विभिन्न किसिमको बासमती बासमती चामल, लोकल चिरा मसिनो चामल लगायत अन्य ड्राई फ्रुटका सम्पूर्ण परिकारहरू, लोकल बेसार, बासमती मसलाका परिकारहरू, सम्पूर्ण चिजहरू पाइने कुराको जानकारी गराउँदै यहाँहरूलाई हामीसँग चाहिँ जोडिन हुन म पुनः एकपटक अनुरोध गर्दछु। र उहाँ सरले भनिसक्नु भएको छ। हाम्रो सम्पर्क नम्बर चाहिँ 9843 54 43 20 रहेको छ। हाम्रो ठेगाना रायेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 5 थली। हाम्रो कम्पनीको नाम चाहिँ मेलम्ची राइस एन्ड फ्लोर मिल भएको कुराको म यहाँहरू सम्पूर्ण सबैलाई जानकारी गराउन हस्, धन्यवाद। यस मेलम्ची राइस एन्ड फ्लोर मिलमा चाहिँ कर्णाली प्रदेशबाट सामान आयात गर्ने व्यक्ति पनि यहाँ हुनुहुन्छ। मैले उहाँलाई स्वागत गरेँ। नमस्कार हजुर। नमस्कार हजुरको नाम भनिदिनुहोस् त। मेरो नाम कृष्णप्रसाद धिताल, हजुर। सिजा गाउँपालिका वडा नम्बर 3 धितालनी। म चाहिँ कर्णालीको मासी चामल लगायत चिनी, बर्दियाको मसुरो लोकल, त्यसपछि गएर गाजरको टिमुर अर्ग्यानिक सामानहरू सङ्कलन गरेर उहाँ चाहिँ धनराज दाईलाई उपलब्ध गराउँछौँ। अब लगभग भयो हाम्रो 2 वर्ष समथिङ बढी भयो म दाईसँग जोडिएको। उहाँको चाहिँ अर्ग्यानिक, अब यता घट्ट पानी घट्ट भन्छौँ हाम्रो जुम्लातिर, यहाँ चाहिँ विद्युतबाट चल्ने चाहिँ तपाईँको घट्टै नै भनौँ, ढुङ्गाको घट्ट छ। ढुङ्गाको घट्ट यहाँ चाहिँ अत्याधिक चाहिँ कुटानी पिसानीमा पनि धेरै राम्रो र उहाँको सहुलियत हिसाबले चाहिँ कुटानी पिसानी भइरहन्छ। र म उहाँलाई चाहिँ निरन्तर चाहिँ अर्ग्यानिक उपलब्ध गर्ने चाहिँ हिसाबमा उहाँसँग चाहिँ काम गरिरहेका छौँ। हामीले भोलि पनि निरन्तर समय दिनेछौँ, टाइम दिनेछौँ। हजुरले हामीमा चाहिँ यो हाम्रो आशा भरोसाको केन्द्रबिन्दु हुनुहुन्छ। हजुरले फेरि पनि त्यस्तै मौका अवसर हामीलाई दिनुहोस्, त्यसको लागि धन्यवाद। हस्, धन्यवाद। यहाँले आयातित गर्नुहुने सामानको बयान गर्नुभयो र कुटानी पिसानीको लागि ढुङ्गाको घट्टबाटै यहाँ चाहिँ नि पिसानी भइरहन्छ, देख्न सक्नुहुन्छ। यहाँको भान्सामा चाहिने सामानको लागि तुरुन्त कन्ट्याक्ट गर्नुहोला। यो बायोमा रहेको नम्बरमा यहाँ कन्ट्याक्ट गरी आफ्नो भान्सामा स्वस्थ भान्सा चलाउनु होला भन्ने हामी आग्रहका साथ बिदा हुन्छौँ। हस्, नमस्कार।